गाइस म चाहिँ अहिले चाहिँ मेलामा जानु लागेको रानीको कमेन्ट मेलामा त्यही राखे चाहिँ सो हे एभ्रिवान एन्ड गुड मर्निङ। सो म चाहिँ भर्खर उठेको। अहिले अघि हेर्न सक्नुहुन्छ मौसम यस्तो छ, उता कामबिलकी जानु गइछ यस्तो छ, बादलहरू राखेको छ गाइस। म चाहिँ भर्खर उठेर अब चाहिँ घाँस काट्न जानु लागि नाम्रा सितिर पारेर पाहाडमा तल जान्छु। यहाँ छ हाम्रो भैँसीको गोठ, उहाँ छ भैँसी। सो म चाहिँ अब लाग्दैछु तर बारीमा। यहाँ चाहिँ हाम्रो बोराम रोपेको हो। बोराम चाहिँ यस्तो खासै बाहुले जानु उपर उपर गरेर नि बल्ल बाहुले छ यतातिर खासै नाच्छ भन्नु उसले बोराम नि पातलो मैले त कहाँ गर्न जाने म। गाइसमा चाहिँ अब यहाँको घाँस काट्छु। मैले चाहिँ क्यामेरा त्यहाँ बुढामा हात भइरहेको छु। सो गाइसको मैले चाहिँ घाँसको भारी हालेँ काटिसकेँ। मैले चाहिँ घाँस काटिसकेँ। अब चाहिँ म घाँसको भारी हाल्छु। घाँसको भारी हाल्नु चाहिँ पर्दैन। आउँछ मलाई चाहिँ अहिले बिहोन जाने मेलामा चाहिँ अभिला हुन्छ। म चाहिँ यहाँ हाल्छु भाइ। मेरो घाँसको भारी चाहिँ हेरिरहेको छ। सो अब चाहिँ म घर जान्छु। अब माथि गएर देखाउँछु। बाटोमा चाहिँ भिडियो खिच्दैछु, अप्ठ्यारो हुन्छ नि त त्यही भएर म सिधै हिँडेर बनाउँछु भिडियो। मैले थालामा सिक्छु। पछि बाबाले काटेको त्यो चाहिँ मैले काटेको।
अब चाहिँ म घर गएर खानासाना खान्छु अनि त्यसपछि चाहिँ कति बज्यो त्यही अनुसार चाहिँ एकछिन बसेर मेलामा जान्छु। म चाहिँ अहिले खाना उता मेलामा जाने बेला देखाउँछु। सो गाइस म चाहिँ अहिले चाहिँ मेलामा जानु लागेको रानीको कमेन्ट मेलामा तल पुग्नुपर्छ अब भर्खर 9:30 लाग्यो। अब चाहिँ म तलतिर जानु लाग्छु। तल गएर जान्छु। बादल ऐसा है आज का मौसम फिर से। तो म चाहिँ तल गएर देखाउँछु एकैचोटि। के रे धानको बिउ कान गएको दुर्गाको। म चाहिँ अहिले चाहिँ धानको बिउ काने मेलाबाट चाहिँ घर जानु लागेको। मेरो चाहिँ भर्खर उसमा हेरेको फेसबुकमा चाहिँ 13 केजी कम्प्लिट भएको रहेछ। सो सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। हिजो पुग्न लागेको थियो, आज चाहिँ कम्प्लिट भइसकेको छ भर्खर। म चाहिँ मेलाबाट माथि आएको कुलाबाट चाहिँ देखेको छु। सबैले जति पनि मलाई फलो गर्नुभएको छ फेसबुक अकाउन्टमा, सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। हिजो मलाई जाँदा बाटोमा हिँड्नै हो, पानीले भेट्टाएर लास्ट उस भएको। आज चाहिँ पानी आएको छैन, त्यही भएर प्लास्टिकलाई त्यहीँ राख्दै यो पिर्का र झोला चाहिँ लैजान्ला गएर। हिजो पिर्काहरू थियो नि, त्यही भएर झोला बगिरहेको। भुल त प्लास्टिक मात्र हुन्छ नि त समात्ने, त्यही भएर हातमा सार्ने भनेर लिएर आएन। झोलालाई चाहिँ प्लास्टिक त्यहीँ तल पुनम गरेर राखेर झोलामा चाहिँ लिएर आयो।